हेलो साथीहरु, वेलकम ब्याक टु माई सेकेन्ड भिडियो है। मैले आज तपाईहरुलाई मेरो भिडियोमा खासै केही देखाउन खोजेको त होइन, तर पनि एउटा यस्तो सानो एउटा हाम्रो यो घर ठाउँमा कतिको स्पेसहरु कम हुन्छ, सानो ठाउँ हुन्छ, त्यस्तो ठाउँमा पनि हामीले एकदम राम्रो तरिकाले टेक्निक लगाएर गमलाहरु सजाउन सकिन्छ भन्ने कुरा एउटा देखाउन गइरहेको छु। र मैले पनि एउटा सानो ठाउँलाई सदुपयोग गर्दै घरमा नै एउटा सानो गार्डन बनाएको छु है, त्यो देखाउन गइरहेको छु। तपाईहरुले पनि बनाउन सक्नुहुन्छ। अहिले फुलहरुको सिजन हो, कतिपय फुलहरु धेरै फुलहरु कटिङबाट सर्छ, कतिको चाहिँ बिउहरु पाइन्छ, बेर्नाहरु पाइन्छ। तपाईहरुले त्यसरी बनाउनु होला भनेर गइरहेको छु। मैले एउटा सानो एउटा आफ्नो एउटा अगाडि घर अगाडिको एउटा बरन्डामा पनि यस्तो दामी तरिकाले एउटा गार्डन बनाएको छु। हेर्नुस् कस्तो छ गार्डन, अनि प्रतिक्रिया गर्नु होला। धन्यवाद साथीहरु। हैन, यस्तो बबाल गार्डन छ यो मेरो। तपाईहरुले यसरी नै आफ्नो घरको बरन्डा कौसीमा यसरी नै गार्डन बनाउन सक्नुहुन्छ। मैले चाहिँ विभिन्न प्रकारका फुलहरु जस्तै बगनबेली, भ्याकुते, कर्कले, पिटुनिया, जिरेनियम, कालिन्चो, त्यसपछि विभिन्न जातका फुलहरु कटिङ सारेको छु। यसरी नै आफ्नो कौसीमा यसरी टक्क लाएर राम्रोसँग तपाईहरुले यसरी गार्डन बनाउनु भयो भने यसो मन पनि एकदम आनन्द हुन्छ यो फुलहरु हेरेर है। रंगी चंगी बिरंगी फुलहरु, त्यसमा भमरा डुलेको हेर्न पाउँदाखेरि त्यो दृश्यले मन आनन्द आउँछ साथीहरु। मैले चाहिँ यो थोरै ठाउँमा पनि यसलाई सदुपयोग गरेर स्पेसलाई थोरै स्पेसलाई सदुपयोग गरेर एउटा होम गार्डन, आफ्नो यो कौसीको गार्डन बनाउन गएको छु। एकदमै राम्रो छ है, तपाईहरुले देख्न सक्नुहुन्छ। एकदमै राम्रो छ। ल हेर्नुस्, तपाईहरु पनि बनाउनुस् यो भिडियो हेरेर। आजको भिडियो कस्तो लाग्छ, राम्रो लाग्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनुस्। आगामी दिनहरुमा भेट्ने बाचा गर्दै यहाँबाट बिदा हुन्छु। यो चाहिँ मेरो आफ्नो घरको अगाडि बरन्डामा बनाएको गार्डन हो है। कस्तो राम्रो छ, भमरा डुलिरहेको छ, रंगी बिरंगी फुलहरु फुलिरहेको छ। यो फुलहरुले मन आनन्द हुन्छ साथीहरु। यसो दुःख परेको बेलामा, यसो केही नर्भस भएको बेलामा यसरी फुलहरु हेर्नुभयो भने तपाईको मन केही फुरंग हुन्छ, केही अलिकति आनन्द आउँछ है। यसमा चाहिँ म आज तपाईहरुलाई ठ्याक्क देखाउन लगाइरहेको छु। यो भ्याकुते फुल, यसमा विभिन्न कलरको हुन्छ। यो जिरेनियम, त्यसपछि यो लाउरे फुल भन्छ। यहाँ विभिन्न प्रकारका फुलहरु छ, जस्तै कालिन्चो, त्यो बगनबेली, कर्कले फुल हो, त्यो भेडीको कलर जस्तो बोट पनि फुल्छ है। यो पिटुनिया कति राम्रो छ है, पिटुनिया। यस पिटुनिया फुलहरु, विभिन्न कलरको पिटुनिया फुलहरुले रंगी चंगी बनाउँछ। हेर्नुस् है, यो कर्कल फुल, त्यो भेडीको बोटको जस्तो फुल हुन्छ। बगनबेली सबैको हाँगा कटिङ सर्छ है साथीहरु। यो फुलहरुको चाहिँ कटिङ लिएर आएर सार्नु होला नजिकको आफ्नो इष्टमित्र छर छिमेकी गाउँमा गएर सबैको हाँगा सर्छ है। यसको पनि यसको विभिन्न कलरहरु हुन्छ। सम्पूर्णको मैले यो चाहिँ हाँगा सारे हो गाइजहरु, हाँगा सार्नु होला भन्दै आजको मेरो यो गमला, मेरो फुलहरु, यो मेरो गार्डन कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस्। र तपाईहरुले पनि एउटा सानो केही ठाउँ भएकोले त बबाले सार्नुपर्छ, र ठाउँ नभएको अब थोरै ठाउँ छ भने चाहिँ यसरी नै मैले जसरी नै एउटा सानो ठाउँमा पनि ठाउँलाई उचित सदुपयोग गरेर यो कौसीमा, आफ्नो यो घर अगाडि बरन्डामा, आँगनमा, पिँढीमा, विभिन्न ठाउँमा चाहिँ यसरी नै चट्ट बनाएर फुलहरु सार्नुहोस् साथीहरु। मन फुल हेरेर आनन्द हुन्छ पक्कै पनि है। ल आजको भिडियो कस्तो लाग्छ, अर्को भिडियोमा भेट्ने छु भन्दै यहाँबाट बिदा हुन्छु।